ले यो जन्मदिनको आयोजना गरिरहनु भएको छ। अब मलाई त यो मेरो लागि त्यो पहिलो भइरहेछ नि त होइन। र अघि मैले परिमला म्यामलाई पनि भने तपाईँ बस्नुपर्छ, यो जन्मदिन चाहिँ हामीले आज सेलिब्रेसन गर्दै गइरहेका छौँ। जो जो साउन महिनामा जन्मिनु भएको छ र हामी धेरै नै जन्मिरहेका छौँ साउन महिनामा चाहिँ। अनि विशेष हाम्रो लागि जुन यो तपाईँको आयोजना भएको छ कतै एउटा कन्ट्रिब्युसन पनि गर्नुपर्ने हो कि भनेर मैले सोधेको थिएँ। त्यस्तो छ भने मलाई प्लिज जानकारी पनि गराउनु होला। र म आफैले सोध्दा पनि वास्तवमा यो जुन केक यहाँ आइएको छ यो चाहिँ मैले कन्ट्रिब्युट गर्न चाहेँ है। मैले यहाँ भनि नै दिएँ र सम्पूर्ण आमाबुवाहरू जसको जन्मदिन आज परेको छ उहाँहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। शुभकामना सँगसँगै उहाँहरू सुस्वास्थ्य रहनुहोस् होइन। अब दीर्घ जीवनको कामना गर्दछु। र एच1 परिवार अब मन्दिरा म्याम त गइसक्नु भएको छ। यहाँ सम्पूर्ण उपस्थित अब मिसहरू हुनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद म व्यक्त गर्न चाहन्छु। बाबाको पनि आज चाहिँ पहिलोचोटि नै छ हजुरको जन्मदिन मनाउँदै। नमस्कार बाबा। नमस्कार। हजुरको शुभ नाम? धर्म थापा छेत्री। धर्म थापा छेत्री। अनि हाम्रो बाबा चाहिँ कहाँदेखि आउनुभयो बाबा? खसीखेलबाट आउनुभयो। अनि बाबा हजुरले यसरी जन्मदिन घरमा मनाउनु भएको छ कि छैन बाबा? अहिले यो साल त मैले बनाएन है, घरमा दिन अछिको तपाईँको मैले। अनि आज चाहिँ एचवानमा यति धेरै आमा बुवाको साथ चाहिँ हामीले मनाउँदैछौँ। अनि अहिले हजुर खुसी हुनुहुन्छ? म त आसमानमा छु अहिले, जमिनमा पनि छैन। धेरै धन्यवाद हाम्रो बाबालाई पनि। ल मम्मी बुवा यतापट्टि हाम्रो गोपाल बाबाको पनि बाबाले पनि नमस्कार बाबा। अनि हाम्रो बाबाको चाहिँ शुभ नाम? गोपाल सिंजाली अथवा बिराई। गोपाल। अनि हाम्रो बाबा चाहिँ कहाँदेखि आउनुभयो बाबा? जुम्ला सिजा। जुम्लादेखि आउनुभयो। अनि हजुरले चाहिँ यसरी जन्मदिन घरमा मनाउनु भएको छ कि छैन बाबा? घरमा जन्मदिन त मैले मनाउने, म त 3 भाइ छोरी मध्येमा एकै हुँ होइन। हाम्रो जुम्लाको चलनमा 7-9 दिन 9 रातसम्म खेलाउने झुडाछु खेलिरहने होइन। त्यसमा ज्योतिषी ल्याएर 6 दिनकोमा चाहिँ चिना कुल्टाहरू लगाउने त्यस्तो चलन। र जन्मदिनको दिनमा आज तेरो जन्मदिन हो भनेर टिका मात्रै लगाउने चलन थियो। तर यस्तो अब अहिले नयाँ चल्ती भयो होइन। अब यो गाउँघरमा त्यस्तो थिएन। त्यो दिन आज साउन 7 गते शनिबार हो। त्यो दिनमा तेरो जन्मदिन हो, त्यो दिनमा तपाईँको आज टिका लाग्नुपर्छ भनेर लगाएर पुलिसुरी हाल्ने है, यताउति गर्ने चलन त त्यो पहिले मेरो घरमा पहिले पनि थियो। त्यसरी म आज यो जन्मदिनको अवसरमा म यो दाजुभाइ तथा दिदीबहिनी सम्पूर्ण पहिला एकचोटि यहाँ शुभकामना म पछि दिन्छु। एकचोटि गरिसकेपछि सबैलाई यो सबै यो मेन त यो यहाँ मन्दिरा म्याम लगायत यहाँको परिवार र यहाँ हाम्रो बहिनी छोरी सम्मानकी सम्पूर्णलाई मेरो हृदयदेखि स्वागत र एकदमै म उहाँलाई धन्यवाद सहित म पछि एकचोटि शुभकामना सहित पछि दिन्छु। उहाँले अहिले आफ्नो काम तयारी गरेको। खादाको साथ टिकाको साथ चाहिँ आज भर्खरै जन्मिनु भएको मम्मी बुवालाई त टिका त लगाइदिनु पऱ्यो नि मम्मी बुवा हो कि होइन? मम्मी बुवा त होइन भाइ बहिनी हो। ल हाम्रो सम्पूर्ण टिचर साथीको अगाडि स्वागतको लागि पनि जोरदारको ताली।